सर्वप्रथम त म तपाईँको च्यानललाई धन्यवाद दिन चाहन्छु है। तपाईँहरूले एकदम पाउ कष्ट गरेर आइदिनु हुँदैछ होइन, यहाँ हाम्रो सबै कार्यहरूलाई देखाइदिनु हुँदैछ है। सर्वप्रथम तपाईँहरूलाई धन्यवाद दिँदै र मिरिकवासीलाई पनि धन्यवाद दिँदै र अग्रमै हामीले यो नयाँ सालको मिरिकवासी र तपाईँ च्यानलको परिवारहरूलाई पनि हामी नयाँ सालको शुभकामना र भारतभरि छरिएको सबै गोर्खा जाति भारतमा बसोबासो गर्ने सबैजनालाई हामीले एकदमै नयाँ सालको अग्रिमै एकदमै शुभकामना दिँदै है, सबैलाई राम्रो होस्, फलेर फुलेर जाओस् भन्ने एउटा हामीले शुभकामना दिँदै चाहिँ तपाईँहरूको प्रश्नलाई हामी गर्न चाहन्छौँ। को काम चलेको हामीले यहाँ ब्याकग्राउन्डमा देख्दैछौँ। यो चाहिँ तपाईँको के कस्तो विचार लिएर गर्नुहुन्छ? यो चाहिँ पहिल्यैदेखिको अब हामी 10-15 साल अगाडिदेखि नै अब हाम्रो विचार त यो फुलहरू लाउनु सबै कुरो विचारधारा एकदमै हाम्रो राम्रो नै चलेर जाँदै थियो होइन। तर पनि यसलाई अझै ब्युटिफिकेसन बनाऊँ होइन, एकदमै राम्रो बनाऊँ भन्ने हाम्रो सोच लिएर यो पेन्टिङहरू गरेर यो बारहरू लगाएर होइन, यसलाई संरक्षण गर्नको लागि एकदम साफसफाइहरू हामीले गर्न जाँदैछौँ। यो कुरो चाहिँ अब हामीले तपाईँहरूलाई डिसेम्बर 21 तारिकको दिन भनेको थियौँ कि 1 तारिक हामी नयाँ गार्डन बनाएर मिरिकलाई दिनेछौँ भनेर भनेका थियौँ। तर हामीले के सोच्यौँ भने 1 तारिक अब टुरिस्टको एकदमै यहाँ सिजनको भिड हुन जान्छ है। सिजनको भिड हुन जानाले गर्दाखेरि चाहिँ हामीले के सोच्यौँ भनेदेखि अब यसलाई चाहिँ हामीले अब यो 30 तारिकको दिनै हामीले उयो गरिदिउँ होइन, किनकि टुरिस्टलाई पनि हामीले घोडामा चढाउनु पऱ्यो, निराश बनाउनु भएन होइन नयाँ सालको दिन। त्यही भएर चाहिँ आज हामी 30 तारिकै अलिकति हाम्रो काम बाँकी रहेको छ र हामीले टोटली फिनिसिङ चाहिँ हामीले गार्डनिङको काम चाहिँ टोटली फिनिसिङ गरिसकेको छौँ। र मिरिकवासी र टुरिस्टलाई पनि हामी यो भन्न चाहन्छौँ कि आएर यो गार्डनमा तपाईँहरूले एकदमै 1 तारिकको दिनदेखि तपाईँहरूलाई टोटली खुला हुनेछ, हामी जानकारी पनि दिन चाहन्छु। एकदमै खुसी लाग्छ एकदमै है, एकदमै यो मिरिकलाई अब अलिकति भएको यो एसेटहरूलाई हामीले बचाउन सके होइन, जोगाउन सक्यो भने एकदमै राम्रो हो। अझै है डेभलपमेन्टहरू हुन त अब पुरै नै पर्छ मिरिकमा होइन, पुरै कामहरू पनि छनु त। तर पनि हामीले सक्दो हाम्रो हातले हाम्रो शक्तिले होइन हाम्रो यसले गर्नु सकेको काम चाहिँ हामीले गऱ्यौँ भने चाहिँ एकदमै राम्रो हो, हामीलाई त्यस्तो सोच लाग्छ। त्यसमा अब हामीले सोचेका छौँ कि यो प्रोटेक्सन वाल एकदमै आधा खाली छ यो गार्डनिङको मुनिपट्टि है, तपाईँहरूले पनि प्रत्यक्ष देख्नुभयो आधा खाली प्रोटेक्सन वाल हुनाले गर्दाखेरि हामीले कलरिङहरू पनि त्यो आधा खाली भयो होइन। र त्यो प्रोटेक्सन वालहरू पनि अब यो जुन चाहिँ अब डिपार्टमेन्टली अब काम भयो भनेदेखि चाहिँ अब हामीलाई एकदमै राम्रो हुन्थ्यो, गार्डन अझै सुन्दर भएर जान्थ्यो भने हाम्रो सोच। र सङ्गठन लिन अगाडि मात्रै यहाँ जिटिए चिफको भ्रमण भएको थियो। हजुर तपाईँले पत्रचार गरि नै राख्नु भएको छ, कतिवटा यो वालहरूको कुराहरू छ है। त्यति बेला के कस्तो बातहरू भयो कि तपाईँलाई कुनै फाइनेन्सियल सपोर्ट गर्नुभयो कि आश्वासनहरू दिनुभयो कि के कस्तो के भन्नु? यो चाहिँ तपाईँको अब जिटिए चिफलाई जुन हामीले पत्रचार अब एउटा आवेदन पत्र चढाउँछौँ भनेर हामीले 21 तारिकको दिन भनेका थियौँ र 22 तारिक उहाँलाई हामीले पत्रचार पनि गऱ्यौँ है। र उहाँले एकदमै आश्वासन दिनुभएको छ मिरिकलाई म हेर्छु, राम्रो गर्छु एकदम। तिमीहरूले मुखबिन्द्रले पनि भनेको छ र स्वयं आज चिठी पत्र पनि गरेको छौँ, म गर्छु होइन मिरिकको लागि भन्ने उहाँले एउटा राम्रै आश्वासन दिनुभएको छ। तैपनि फेरि उहाँले आश्वासन दिँदै अब यो जतिवटा रङ पचेर होइन यो बाँसहरू ल्याउनु है, यसमा रङ पचेरा गर्नु अब प्रायः हाम्रो एसोसिएसनले नै एउटा कन्ट्रिब्युट रूपले कसैले 100 कसैले 50 हो त्यसरी एउटा एसोसिएसनमा सबै भाइहरूले घोडा चलाएर होइन अलिकति कमाएको पैसा दिएर चाहिँ उहाँहरूले अब अलिकति लागत अब अलिकति खर्च चाहिँ रङ पचेर हजुर स्वयं गर्दैछौँ हजुर। चाहन्छौँ हामी 1 तारिक चाहिँ अब यो गार्डन सबै मिरिकवासीलाई टुरिस्टलाई सबै खुला हुन्छ है, तपाईँहरू आएर फोटो है सबै कुरो गर्नु सक्नुहुन्छ। र इन्जिलियाहरूले पनि एकदमै यो फुल्न लाग्छ अब है, अब इन्जिलियाको सिजन अब आयो है, अब फुल्छ इन्जिलिया, राम्रो गार्डन हुन्छ। सबैजनाले यो गार्डनमा आएर होइन आफ्नो यो गर्नुहोस् भन्ने एउटा हामी भन्न चाहन्छौँ एसोसिएसनबाट। अब यो गार्डनलाई है अब टुरिस्टहरूलाई पनि हामी भन्न चाहन्छौँ कि 1-2वटा डस्टबिनहरू हामी राखिदिन्छौँ है, मैलाहरू नगर्ने। र अब एकदमै अब यो इन्जिलियाको अब कटिङहरू भन्छ मान्छेले भाँचेर लगिदिन्छ है, त्यो सब चाहिँ नगरिदिने है। बरुभन्दा अब मिरिकमा त अब फुलको एकदम हाम्रो मिरिक त एकदमै फुलमा त एकदमै नाम कमाएको जग्गा हो होइन। र हामी मिरिकवासीलाई अब जति फुल रोप्ने दाजुभाइहरू हुनुहुन्छ उहाँहरूलाई पनि अब बरुभन्दा हामीलाई सजेस्ट दिने, कतैबाट अब हेल्प गर्नुहुन्छ, आइडियाहरू दिनुहुन्छ, सजेस्ट गर्नुहुन्छ भने एकदमै हामीलाई खुसी लाग्नेछ, त्यही भन्न
चाहन्छ। हाम्रो चाहिँ तपाईँको एक्टिभ त सबै नै हुनुहुन्छ है, 45 जना हुनुहुन्छ हाम्रो सदस्यहरू होइन। तर पनि हामीले यसमा अब 15 जना 20 जना हो त्यस्तो प्रकारले हामीले मिलाएका छौँ है, डेलीको काम गर्ने। डेली अब कतिजना चाहिँ कन्टिन्यू नै पनि हुनुहुन्छ है, कन्टिन्यू दिनु भइरहेछ। फेरि अब हामीले लेबर लाउन सक्दैनौँ, हेर्नुहोस् है, अब हाम्रोमा त्यस्तो लागत पनि छैन है। अब दुःख गरेर कमाउँछ, दुःख गरेर घोडा चलाएर 200 300 होइन 50 हो त्यसरी दिन्छ साथीभाइहरूले। भन्दा आफ्नै हातले नै आफूले नै गरौँ भनेर सबैजनाले आफ्नै हातले गर्छ।